अटो चाहिँ साथी अटो अब दसैँमा अब बाख्रा ब्याएर एउटा ऊ माथि निस्किँदैछ बोकाहरू भनेको पैसा त कति हो कति अब कतिवटा मैले भ्याउँछ 10वटा होला 10वटा 10वटा बोका अब अनि कालो बोका बेच्दिनु पर्छ अहिले फेरि कम्ती गर्मी भएन नि जाडो कालो बोका बेच्ने कि उयो खसी पानी नि अब बेच्नुपर्छ होला अहिले कतिको गर्मी भइरहेछ सलिनलाई है अलिकति गर्मी कस्तो धेरै छैन अहिले त गर्मी धेरै छैन त्यही सर्ला अलिकति धेरै त छैन नि गर्मी मलाई धेरै गर्मी भइरहेछ आजभोलि त खोइ के हो हो तातो छ नि आज अनि के आमा मावला गइगयो सब्जी कहिले पाउने अलिक बन्द गर्नु भएर किन म थाहा भइसक्यो छैन अब दाँत पनि झरेको बुढो भइगयो हामीसँग मिल्न सक्छ है हाम्रो आदि बाख्रा है उता लागिरहेछ नि त हाम्रो बाख्रा कहाँ यताका ल्याउनु बाँकी होला अब उता गइरहेछ है अब गएर ल्याउनु पर्छ कस्तो अल्छी लाग्यो नि लाङफुटे टोकेर नि अल्छी लागिरहेछ अब बाख्रा लाग्ने बेला हुनु लाग्यो कति बज्यो 3:30 भयो अब एउटामा छ त्यो त्यसको दुईटा माउ कहाँ गयो त्यसको दुईटा माउ कहाँ गयो काली माउको जोडी जोडीवाला काली माउ कहाँ भनेको त माथि घरबाट लिएर आएको पो भनेको त कहाँ छ तल घुसिरहेछ अब अनि अरू चाहिँ कता छ त बाँकी उपर रोडमा छ उपर 2टा 3टा देख्दैछु यहाँ तल पनि छ त्यो काली माउ त्यो ठुलो काली माउ छ नि त्यो छ त्यहाँ तल अनि घन्टीवाला माउ खै अनि कुन माउ छ बुझ्दै